हेलो साथीहरु नमस्ते। के छ खबर? सन्चै आरामै हुनुहुन्छ? म पनि आरामै छु, सन्चै छु। हजुरहरु सामु आज म फेरि अर्को भिडियो एउटा यो एन्सर भनौँ न, एन्सर हजुरहरुले गरेर क्वेशन अनुसारको एन्सर लिएर आउँदै छु। कतिपयले मैले रोपाईको भिडियोहरु युट्युबमा, फेसबुकमा, टिकटकमा पोस्ट गर्दाखेरि नाटकीपन हो, यस्तो फुल मेकअप हैन, हातमा घडी रे, घाँटीमा सिग्री रे, मेकअप सहित नयाँ सुटमा जाने पनि रोपाई हो र नाटकी भन्दै हुनुहुन्थ्यो। मेकअप चाहिँ मलाई एकदम सोकिङ हो गाइज है। मलाई चुडा घडी टिका यताउता सबै मलाई एकदम मनपर्छ। र अर्को रह्यो फुल मेकअप चाहिँ म सुत्केरी हुँदा त म फुल मेकअपसित गएको मान्छे हो भने चाहिँ रोपाई चाहिँ जान्छु, किनकि हाम्रो पनि स्किन केयर गर्ने हाम्रो एउटा कर्तव्य हो साथीहरू। जसरी हामीले संसार राम्रो देख्छौँ त्यसरी आफू पनि राम्रो देखिनुपर्छ है। हेर्नु मेरो नाटकीपन भन्नेहरूलाई धान हेर्नुहोस्, यहाँ हेर्नुहोस् भकारी हामीले औषधि हालेको गाई त्यो के पिप्ला लाग्छ भनेर यी भकारीमा धान छ। यता कट्ठा अब आजबाट यो भकारीको धान खान सुरु गऱ्यौँ त्यस्तो भनौँ। अनि कट्ठाको भ्याइयो, यो कट्ठा थियो, यो खाटभरिमा थियो। अनि अब नाटकी भन्नुहुन्छ या के भन्नुहुन्छ तपाईँहरू आफै भन्नुहोस्। यो धान मैले आफै रोपेर बनाएको। अब यो धानलाई भ्याएन भने हामीले फेरि अस्ति रोपेको धानलाई ल्याएर यही बकारीमा सेलेक्ट गर्छौँ। साथीहरू तपाईँहरूले नाटकी भन्नुहोस् जे भन्नुहोस्, मैले काम यसरी नै गर्छु। म जुनसुकै काम गर्दा पनि म फुल मेकअप चिटच्याट्टै बनेर गर्छु क्या साथीहरू। त्यो मेरो एउटा सोख हो, सोकिङ हो। बाई, यति भन्न चाहे।